बदाम सायद हामी सबैको मनपर्ने खाजाहरूमध्ये एक होइन त? तर के होला यदि मैले भने कि यो साधारण देखिने दानामा एउटा गहिरो जटिल रहस्य लुकेको छ? आज हामी बदामको यही विरोधाभासको पर्दाफास गर्दैछौँ। त्यसो भए प्रश्न एकदमै सिधा छ। बदामलाई हामीले सुपरफुड भन्ने कि यसमा केही लुकेका खतराहरू पनि छन्? आउनुहोस् यो रहस्यको खोजी गरौँ जसले बदाम खाने सही र गलत तरिका बीचको फरक स्पष्ट पार्नेछ। ल सुरुमा त बदामको राम्रो पक्षबाटै कुरा गरौँ। आखिर किन यसलाई सुपरफुडको ट्याग दिइन्छ त? के छ त्यस्तो यसमा जसले यसलाई यति धेरै लोकप्रिय बनाएको छ? आउनुहोस् यसको पौष्टिक फाइदाहरूको बारेमा खोतलौँ। ल हेर्नुहोस्, यदि हामीले 100 ग्राम बदामलाई केलाएर हेर्यौँ भने यसको आधा भाग त फ्याट नै हुन्छ, लगभग 50%, अनि 25% प्रोटिन र एकदमै थोरै जम्मा 16% कार्बोहाइड्रेट हो। यही फ्याट र प्रोटिनको दमदार मिश्रणले गर्दा नै बदाम खाएपछि शरीरमा फुर्ती आउँछ। तर कथा यतिमै सकिँदैन। बदाममा भएको फ्याटको पनि दुईवटा अनुहार छन्। भनौँ न, एउटा हो मुटुको लागि एकदमै राम्रो मानिने ओमेगा 9, जसलाई हामी असल मित्र भन्न सक्छौँ, अनि अर्को छ ओमेगा 6। यो पनि शरीरलाई चाहिन्छ त चाहिन्छ, तर यसको मात्रा अलिकति पनि बढ्यो भने शरीरभित्र जलन वा इन्फ्लेमेसन गराउन सक्छ। त्यसैले यहाँ सन्तुलनको खेल निकै महत्त्वपूर्ण छ। कुरा फ्याट र प्रोटिनको मात्रै होइन, बदाम त भिटामिन र खनिज पदार्थहरूको खजाना नै हो। सोच्नुहोस् त, म्याग्नेशियम, फस्फरस, कपर अनि त्यो शक्तिशाली एन्टिअक्सिडेन्ट भिटामिन ई, यी सबै कुराले नै त बदामलाई साँच्चीकै पौष्टिक बनाएको हो। बदामको प्रोटिनको बारेमा एउटा गजबको कुरा छ है। हाम्रो शरीरलाई चाहिने 9वटा अत्यावश्यक एमिनो एसिड मध्ये बदाममा 8वटा त हुन्छन्, एउटाको मात्रै कमी। तर चिन्ता लिनु पर्दैन, जब बदामलाई कुनै फलफुल वा सलादसँग मिलाएर खाइन्छ, त्यो एउटा टुक्रा पनि पूरा हुन्छ र बदाम बन्छ पूर्ण प्रोटिन। कस्तो सजिलो ट्रिक होइन त? अहिलेसम्म त हामीले बदामको गुणगान मात्रै गायौँ, तर अब कथाले एउटा रोचक मोड लिँदैछ। बदामका केही यस्ता अध्यारा पक्षहरू पनि छन् जसलाई हामीले नजरअन्दाज गर्यौँ भने तिनले फाइदालाई सजिलै नोक्सानमा परिणत गरिदिन सक्छन्। विशेष गरी काँचो बदाममा एन्टी न्युट्रिएन्ट भनिने केही तत्त्वहरू हुन्छन्। नामै काफी छ होइन? यसमा पहिलो हो फाइटिक एसिड। यसलाई एउटा यस्तो जिद्दी पहरेदार सम्झिनुहोस् जसले हाम्रो शरीरलाई चाहिने जिङ्क र म्याग्नेशियम जस्ता बहुमूल्य खनिजहरूलाई गेटबाटै फर्काइदिन्छ, मतलब खाएर पनि शरीरले नपाउने। अनि अर्को छ ट्रिप्सिन इन्हिबिटर। यसको काम त झन् अचम्मको छ। यसले बदामको सबैभन्दा ठूलो शक्ति यसको प्रोटिनलाई नै काम गर्न दिँदैन। मतलब हामीले प्रोटिनको लागि बदाम खायो, तर यो तत्त्वले त्यो प्रोटिनलाई हाम्रो शरीरले पचाउन र प्रयोग गर्न नै बाधा पुर्याइदिन्छ। कुरा यतिमै सकिँदैन। काँचो बदाममा अक्सालेट र लेक्टिन जस्ता अरू तत्त्व पनि हुन्छन्। अब अक्सालेटले केही मानिसहरूमा मृगौलाको पत्थरीको जोखिम बढाउन सक्छ, अनि लेक्टिनले चाहिँ कसैको पेटमा गडबडी पैदा गर्न सक्छ। तर यी सबै त सानातिना कुरा भए। बदामसँग जोडिएको सबैभन्दा ठूलो, सबैभन्दा गम्भीर खतरा हो एफ्लाटोक्सिन। हो, यो नाम राम्रोसँग याद राख्नुहोला। अब एफ्लाटोक्सिन भनेको के हो त? यो बदाममै हुने कुरा होइन। यो त बदामलाई राम्रोसँग नराख्दा, ओसिलो ठाउँमा भण्डारण गर्दा त्यसमा उम्रिने एक प्रकारको ढुसीले बनाउने विष हो। अनि यो विष हाम्रो कलेजोको लागि एकदमै खतरनाक हुन सक्छ। यति धेरै डरलाग्दा कुराहरू सुनेपछि आत्तिनुभयो होला, तर नआत्तिनुहोस्। खुसीको खबर के छ भने यी सबै समस्याहरूको एउटै एकदमै सरल समाधान छ, र त्यो समाधान लुकेको छ बदामलाई हामीले कसरी तयार गर्छौँ भन्ने कुरामा। हो, सही तरिकाले बदाम तयार गर्दा नै यो जोखिमपूर्ण खाजा फेरि साँचो सुपरफुडमा परिणत हुन्छ। यो तुलना हेरौँ है। काँचो बदाममा हामीले अघि कुरा गरेका ती एन्टी न्युट्रिएन्टहरू भरमार हुन्छन्। बदामलाई पानीमा भिजाउँदा ती अलिकति कम त हुन्छन्, तर खास जादु तब हुन्छ जब बदामलाई भुटिन्छ वा उसिनिन्छ। तातोले यी हानिकारक तत्त्वहरूलाई लगभग खत्तमै गरिदिन्छ र शरीरले सबै पौष्टिक तत्त्व सजिलैसँग सोच्न पाउँछ। त्यसो भए निचोड के निस्क्यो त? एकदमै सरल। बदामलाई तातोमा पकाउँदा, चाहे त्यो भुटेर होस् वा उमालेर, यसका सबै जोखिमहरू घटेर जान्छन् र फाइदाहरू कैयौँ गुणा बढेर आउँछन्। त्यसैले याद राख्नुहोस्, काँचो बदाम भन्दा पकाएको बदाम नै सधैँभरि उत्तम विकल्प हो। ल, अब हामीले विज्ञान त बुझ्यौँ,
अब कुरा गरौँ केही व्यावहारिक नियमहरूको जसले बदामलाई सुरक्षित र फाइदाजनक बनाउँछ। यी नियमहरू सुन्दा सामान्य लाग्न सक्छन्, तर यिनीहरू निकै महत्त्वपूर्ण छन्। त्यो सबैभन्दा ठूलो खतरा एफ्लोटोक्सिनबाट बच्ने तरिका के त? यहाँ 4वटा सरल उपाय छन्। पहिलो, किन्दाखेरि सधैँ ताजा बदाम किन्नुहोस्, सेलमा राखेको पुरानो स्टक होइन। दोस्रो, घरमा ल्याएपछि हावा नछिर्ने भाँडोमा बन्द गरेर राख्नुहोस्। तेस्रो, राख्नु अघि एकपटक भुट्नुभयो भने त झनै राम्रो, ढुसी लाग्ने डर कम हुन्छ। अनि चौथो र सबैभन्दा महत्त्वपूर्ण, खाँदाखेरि यदि स्वाद अलिकति पनि नमिठो वा फरक लाग्यो भने तुरन्तै थुकिहाल्नुहोस्, ननिल्नुहोस्। यहाँ एउटा कुरामा चाहिँ कुनै सम्झौता हुँदैन, त्यो हो एलर्जी। यदि कसैलाई बदामको एलर्जी छ भने यी कुनै पनि नियमहरू लागू हुँदैनन्। उहाँहरूले बदामलाई कुनै पनि हालतमा कुनै पनि रूपमा खानु हुँदैन। यो एकदमै गम्भीर कुरा हो। अब बदाम जति फाइदाजनक भए पनि यसको मात्रामा ध्यान दिनु एकदमै जरुरी छ, किनभने यसमा क्यालोरी र ओमेगा 6 दुवै धेरै हुन्छ। यदि तौल घटाउने सोचमा हुनुहुन्छ भने दिनको 8-10 दाना नै काफी हुन्छ। तर यदि तौल बढाउने वा मसल बनाउने लक्ष्य छ भने 50 ग्रामसम्म खान सकिन्छ। ल त्यसो भए आजको हाम्रो यो विश्लेषणको सार के हो त? 4वटा मुख्य कुरा याद राखौँ। 1. काँचो होइन, सधैँ भुटेको वा उसिनेको बदाम खाने। 2. ताजा किन्ने र राम्ररी स्टोर गर्ने। 3. आफ्नो स्वास्थ्यको लक्ष्य अनुसार मात्रा मिलाएर खाने। र 4. स्वाद अलिकति पनि बिग्रेको लाग्यो कि तुरन्तै फ्याँकिहाल्ने। अब जब बदामको यो पुरै कथा थाहा भयो, के अब बदामलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउँछ त? एउटा सामान्य देखिने खाजाको पछाडि यत्रो विज्ञान लुकेको हुन्छ भन्ने थाहा पाएपछि सायद अब यसलाई खाने तरिकामा पनि हामीले पक्कै पुनर्विचार गर्छौँ होला।